नमस्ते सबैलाई, सबैजना सन्चै हुनुहुन्छ होला। हजुरले देखिराख्नु भएको छ मैले आज के बनाइरहेको छु। आज मैले 1 पट छोलाको रेसिपी लिएर आएको छु, जसको लागि चाहिँ मैले यो काबुली चना लिएको छु। त्यसलाई चाहिँ मैले रातभरि भिजाएको थिएँ अनि बिहानै केलाएर चाहिँ मैले कुकरमा राखिरहेको छु हैन। लगभग हाफ केजी जति काबुली चना छ। अब त्यसको लागि चाहिँ मैले यो हैन बोइल गर्नको लागि चाहिँ टमाटर हैन 3 पिस टमाटर लिएको थिएँ र 3 पिस मैले प्याज लिएको थिएँ। अब त्यसलाई पनि रफली चप गरिरहेको छु र ग्रिन चिल्ली अनि यो गरम मसला जुन चाहिँ हामीले पोटली बनाउँछौँ, त्यो पोटली बनाउनको लागि चाहिँ मैले यो चिया रङ, इलाइची 2टा, ठुलो इलाइची र ल्वाङ अनि मरिच यो रेडी गरेको छु हैन। यसलाई पोटलीमा हाल्ने हैन अनि रेडी गर्ने सो द्याट हाम्रो चनाको चाहिँ एकदम राम्रो कलर आउँछ र फ्लेभर पनि हुन्छ। यो रेडी गर्ने अनि अब यता यो रेडी गरिसकेपछि चाहिँ हामीले चनामा चाहिँ अब जुन अघि काटेको कुराहरू टमाटर हाल्ने त्यसपछि प्याज हाल्ने, प्याज पनि सबै यसरी नै हालिदिने। रफली चप गरेको प्याजलाई हामीले यसरी हाल्ने। त्यसपछि हामीले चाहिँ मैले चाहिँ हरियो खुर्सानी पनि लिएको छु हैन। हरियो खुर्सानी चाहिँ आफूलाई जस्तो पिरो खानु छ त्यो अनुसार मैले यहाँ 3टा लिएको छु भने हजुरले कम पनि गर्न सक्नुहुन्छ। 2टा तेजपत्ता लिएको छु, एउटा दालचिनी र त्यो पोटली जुन चाहिँ हामीले अहिले रेडी गरेका थियौँ गरम मसलाको पोटली। अब यो पनि हालिदिने। त्यसपछि नुन, यो चाहिँ मैले अहिले सोडा हालेको हैन। सानो स्पुनको 1 स्पुन सोडा हालेको छु भने अनि टेबल स्पुनको चाहिँ 1 टेबल स्पुन चाहिँ मैले सल्ट हालेको छु। अनि लगभग हामीले पानी हाल्ने, त्यो पानी चाहिँ चनालाई छोप्ने गरी जति भए हुन्छ। अब ग्यास अन गरेर मैले चाहिँ चना बसालिदिएँ। अराउन्ड 3 to 4 सिटी लगाउने। अब चनाको हेरेर हजुर मेरोमा चाहिँ मैले चाहिँ 3 र 4 सिटी लाउनै पर्ने हुन्छ। अब मेरो लगभग चना भइसक्यो, सिटी दिइसक्यो। अब त्योभन्दा यतातिर चाहिँ मैले अब मसला रेडी गर्नको लागि चाहिँ कराई बसालेँ। मेरो चना रेडी भयो। अब म ग्यासलाई बन्द गर्छु र हामीले जुन खडा मसलाहरू हालेको थियौँ त्यसलाई निकाल्दिने, पोटली पनि निकाल्दिने। फ्लेभर हामीले पाइसकेका छौँ। अनि टमाटरको बोक्राहरू पनि निकाल्दिने हैन। एकदम हेर्नुस् त कस्तो मजाले गलेको छ हैन। हामीले यो सबै निकाल्दिने। त्यसपछि हामीले चाहिँ यसलाई चलाउने। म देखाउँछु कतिको पाएको छ। हेर्नुस् त कस्तो राम्ररी हाम्रो चना पाकिसकेको छ। अब यसो चलाउने। हेर्नु त हाम्रो प्याज पनि मजाले भएको छ हैन, मजाले गलेको छ। अब मैले धुलो मसलामा चाहिँ धनियाको धुलो, खुर्सानीको धुलो, यो चाहिँ काश्मिरी लाल मिर्च अनि टर्मरिक पाउडर हैन, हल्दीको पाउडर र मैले यो छोला मसला युज गरेको छु। अनि माथिबाट यो गरम मसला पनि हालेँ। अनि यो अदुवालाई चाहिँ लच्छा जस्तो काटेर पनि राखेँ। हेर्नुस् त मेरो लगभग चना रेडी भइसक्यो र कति सजिलो, कति इजी र कति फास्ट। अब फ्लेभरको लागि मैले यहाँ कस्तुरी मेथी हालेको छु। मेरो चना रेडी भइसक्यो। अब हामीले यतिकै खाँदा पनि हुन्छ। मैले चाहिँ यसमा तड्का लगाइरहेको छु। तड्का चाहिँ मैले यो तेलमा हिङ हालेर र जिरा, हरियो खुर्सानी अनि थोरै अदुवा जुन हामीले लच्छा काटेको थियौँ त्यो अदुवाको स्लाइसेस र काश्मिरी लाल मिर्च हालेर हामीले यसलाई तड्का लगाउँदा पनि भयो, नलाउँदा पनि भयो। नलाउँदाखेरि चाहिँ हाम्रो विदाउट ओइल चनाको
रेसिपी रेडी हुन्छ, छोला रेडी हुन्छ भने तड्का लगायो भने अलिकति फ्लेभरफुल हुन्छ। हेर्नुहोस् रेडी भयो, कस्तो राम्रो र एकदमै टेस्टी हुन्छ र एकदमै इजी फास्ट होइन। टाइम नभएको बेलामा हामीले यो मेथडबाट युज गर्दाखेरि चाहिँ हाम्रो छिटो पनि पाक्छ र टेस्टी भन्नै पर्दैन। हजुरले ट्राई गरेर गर्न सक्नुहुन्छ ट्राई, अनि भन्नुहोला, कमेन्ट गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। अब अर्को भिडियो